बा कति बेला उठ्ने? झिसमिसेमा फलाम तातिसकेपछि बिहान सुरु हुन्छ छोरा। बन्चरोको घाउले ठुलो वृक्ष केवै ढल्यो, जुगैभरि फलाम पिट्ने भन्थे मेरो बाउले। बाको सिङ्गार गीतसँगै कथा सुरु हुन्छ। रातको अन्तिम चौथाइ हो, झिसमिसे उज्यालो अझै टाढा छ। गाउँका भित्ताहरू उसका थोपा झुन्डिएका छन्। डाँडामाथि चराहरूको स्वर अझै सुस्त छ, तर एउटा त्यही चुलो हो, घरमा पहिले आगो बल्छ। फलाम पोल्ने आगो त्यही आगो हो जसले वरिपरि 3 पुस्तादेखि मेरा 12 बाजेले पसिना बगाएका छन्। हथौडाको निलो थेला, शरीर पोल्ने आगोको राप, यही हो मेरो बा जसले हँसिया, हथौडा, खुकुरी र त्रिशूल बनाएर गाउँलाई बेच्ने हिम्मत दिएका छन्। तर दिवम्बना त्यही हाट आज समाजको दृष्टिमा अछुत किन मानिन्छ? जस्ताको तहरा मुनिको धुवाँ, आवाज र आगो मिसिएको संसार, यही हो हाम्रो आरण। बिहान झिसमिसेमा हतियार बनाउँछन् 3 पुस्तादेखि, यही काम। बाजेका हातमा देखिएको हथौडा आज पनि बाको हातमै छ। फर्किएको छैन इतिहास, बदलिएको छैन दृष्टिकोण। हातमा हथौडाको थेला बसिसकेको छ। फलाम पोल्दा निस्कने राता चिसिएको धुवाँले श्वासमै पोल्छ। तर मेरो बाको लागि त्यो नै जीवन हो। मन्दिरका मूर्ति, त्रिशूल र देवी देवताका काँटी यिनै हातले बनेका हुन्, तर यी हात अझै अछुत भनेर टाढा राखिन्छन्। यही हो हाम्रो समाजको फुल्ने दिवम्बना। जसले भगवानको हात बनाउन सक्छ त्यसले हात किन छोइदैन? नेपालमा आरण पेसा दलित समुदायसँग गाँसिएको पेसा हो। फलाम र आगोको राप मिसिएर उनीहरूको जीवन चलाउने हातहरू समाज चल्दैन थियो। तर आज जातीय विभाजनले उनीहरूलाई पछिल्लो समय थिचिदियो हो। इतिहासका पानाहरू पल्टाउँदा देख्छु, कामी, दमाई, सार्की जस्ता समुदायले देशको उत्पादन प्रणाली चलाएर युद्धका हतियार घोती, खेतीका औजार बनाई, कृषिको रेखा ताने। तर यी हातहरू अझै किन अछुत छन् भन्ने मानसिकताले योगदानलाई कहिले सम्मान दिएन। संविधानले दलितलाई सम्मान अधिकार दिएको दशकौँ बितिसक्यो, तर आज व्यवहारमा अझै पनि हाम्रै घर नजिकको पानीको धारा प्रयोग गर्न नसकिने घटना ताजा छ। मेरा बा अहिले 39 वर्षको हुनुभयो। जीवनका आधा वर्ष उहाँले आरणको आगोसँग बिताइराख्नु भएको छ। बिहान झिसमिसेमा उठेर बाले फलाम पोल्नुहुन्छ। नाङ्गो ढुङ्गामा टेक्ने राटा आगोको राप मुनि फलाम पगाल्ने हटौडाले बजाउने यही क्रम दिनभरि चल्छ नि बाको। पसिनासँगै धुवाँ र धुलोको पोलाइ मिसिन्छ। हरेक दिन फलाम पगाल्नुहुन्छ बाले। हँसिया, हटौडा र कोदाली, खुकुरीको कुटो, गैँटी र हटौडाहरू गाउँका सबैको खेतीपाती र घर आँगनको आधार हुन् नि। गाउँमा मात्रै नभएर छिमेकी गाउँपालिका पुठा, उत्तर गङ्गा र भूमि गाउँपालिकाको छिमेकी ओडाहरूमा नागरिकको हातमा सबैको औजारमा यिनै हातले बन्छ। तर यिनै हात मूल्य किन किताबमा लेखिँदैन? किन सरकारी सूचीमा छैन? मेरा बाको आरणको अनुदानको फाइल हराएको। बाजेले यो पेसा जिजुको पालादेखि नै सिक्नु भएको थियो। फलाम पोल्ने यो परम्परा हाम्रो रगतमा मिसिएको छ। एक पुस्ता अर्को हुँदै हतियार बनाउने सिप सकिएको छैन, तर यी सिपसँगै समाजको अछुत भनिने र डाक पनि सरेको छ। कहिलेकाहीँ म सोध्छु, फलाम पोल्दा जस्तो समाज पनि पगाल्न सकिए त? दलित समुदाय र गैर दलित बीचको विभेद पनि एउटै आकारमा ढाल्न सकिए त? तर फलाम पगाल्न सकिन्छ, मन होइन नि है? मेरा बा निक्षेर हुनुहुन्छ। कको अर्थ पनि पढ्न सक्नु भएको छैन, तर फलाम कसरी पगाल्ने, कति तापमा पोल्दा हँसिया बलियो बन्छ र कुन ढङ्गले धार राम्ररी फर्छ सबै उहाँलाई थाहा छ। कनमा थाहा छ नि बालाई। यो विज्ञान हो, यो प्रविधि हो, यो सिप हो। तर यो सिपलाई समाजले कहिल्यै पेसा होइन जातसँग बनाइदियो। मन्दिरको ढोका अगाडि बाले बनाएको त्रिशूल उभिन्छ। देवताको हातमा बाले बनाएको तरवाल चम्किन्छ। तर यही मन्दिरमा बाको प्रवेश निषिद्ध छ। अछुत नछौ भन्नेहरूकै घरमा मेरा बाले बनाएको कोडालीले माटो खन्दैछन्। नेपाल सरकारले कहिले पनि नीति ल्याउन छुटाएको छैन। दलित उत्थान, सिप विकास, उद्यम, अनुदान सुन्नमा सबै सुन्दर शब्दहरू छन्, तर वास्तविकता अनुदानका फाइलहरू बनाउने अनुदान पुग्छन्। जसको हातले फलाम पोल्छ उसले न पोल्छ, न लेख्न जान्छ, न सिफारिस गर्न। त्यसैले नीतिको चर्को आवाज सहरमा हराउँछ, गाउँको आरणसम्म पुग्दैन। मेरा बा पनि एकपटक आवेदन दिएर गएका थिए। भनिएछ, कागज ल्याऊ, सिफारिस गराऊ, सदस्यता देखाऊ। बालाई त कागज पढ्न आउँदैन।
सिफारिस गर्ने निकाय बा प्रतिनिधि छैनन्। त्यसपछि बाले भन्नुभएछ, म त फलाम पोल्न जान्छु साहेब, कागज पोल्न जान्दिनँ नि। यही हो हाम्रो राज्यको विभेद। सिपलाई होइन, सिप भएको व्यक्तिलाई होइन, फाइल बोल्छ यहाँ। हाम्रो घर डाँडामा छ, चिसो हाले झ्याप झ्याप पार्छ, वर्षा र हिउँले छानो चुहाउँछ, तर बिहान बिहान उठेर आरनको पोल्टोमा फर्किनुहुन्छ। यही हो हाम्रो आरन, हाम्रो धर्म, यही भन्नुहुन्छ बा। धर्म भनेको त मान्छेको शरम होइन, तर हाम्रो समाजले धर्मलाई पनि जातको ऐना बनाइदियो हो। नेपालको संविधानले दलितको अधिकार ग्यारेन्टी गरेको छ, तर व्यवहारमा दलितलाई अझै अवसर भन्दा पनि वञ्चित छन्। रुकुम, रोल्पा, सल्यान र जाजरकोट, कालीकोट जताततै आरन छन्, धुवाँ उठाउँछन्। ती धुवाँसँगै न्यायको बाप बनेर हराउँछ। मन्दिरमा पूजा गर्न पाइँदैन, सरकारी कार्यालयमा कसैको सिफारिस भनेर सोधिन्छ, तर खेतमा हँसिया र कोडालीले खुकुरीका भगवानहरूको मूर्ति बन्छन्। यी सबै दलितका हातले बनेका हुन् होइन र? त्यो शरम हाम्रो सभ्यता हो, त्यो सिप हो र देशको शक्ति हो। यही हात अझै अछुत किन छ? सरकारलाई मेरो प्रश्न पनि छ। अहिले दलित युवा र अगुवाहरूले चेतना जगाउँदैछन्। शिक्षा र सिप दुवैका माध्यमबाट आत्मसम्मान खोज्दैछन्। केही ठाउँमा सरकारी बनेका पनि छन्, कतै तालिमहरू चल्न थालेका छन्, तर जरा समाजकै सोचमा छ आरनको काम तल्लो जातको हो भन्ने पूर्वग्रहमा। मेरो बा भन्छन्, फलाम त बलियो बन्छ जब पोलिन्छ नि। मान्छे पनि त्यस्तै हो, सायद यही कारण हो म पनि पोलिँदै सहिँदै अझ बलियो भन्नु छ। बाजेले बनाएको मूर्ति आज पनि गाउँको मन्दिरमा सजिएको छ। त्यस मूर्तिको हनुमानलाई सिन्दुर लगाइन्छ र पूजा गरिन्छ। त्यो बनाउने हात जसले मूर्तिको आकार दिएको थियो उसलाई त न मन्दिर छुन मनाही पनि छ नि। के देवताको अपमान होइन? देवताको मूर्ति बनाउनेलाई अछुत बनाउने समाजलाई कसरी धार्मिक मानिन्छ? सरकारले हरेक वर्ष योजना बनाउँछ नि, दलित समुदायको उत्थान, सिप विकास कार्यक्रम, अनुदान, तालिम, सम्मान, तर ती योजना अहिलेसम्म आरनसम्म किन पुग्दैनन् सरकार? मेरा बा भन्छन्, मलाई पेसा होइन समाजको अनुदान चाहियो, तर त्यो सम्मान फाइलले दिन सक्दैन छोरा। साँझको समय आरनको आगो मण्ड हुँदै गएको छ, अधुराको आवाज पनि सुस्त हुँदै गएको छ, तर म जान्छु यो आगो निभेको होइन नि, यो त पीडाको श्रम र आत्मसम्मानको आगो हो। बाघको हात अझै फलाम पोलिँदैछ। ती हातहरू मलाई सिकाएका छन्, पोलाई सहनु नै बल हो। कुनै दिन यही आगोबाट न्यायको राप निस्कनेछ। दलितको कोठा अहिले पनि नेपालका हरेक ठाउँमा फेरिराखेका छन्, पोलिराखेका पनि छन्। हामीलाई त आरनका धुवाँले केवल धुवाँमा नसोचौँ न, त्यो धुवाँ इतिहासभित्र जलिरहेको छ, नीति पोलिरहेको छ, न्याय सुकेको छ। म फलाम पोल्छु, कागज पोल्न जान्दिनँ भन्ने मेरा बाको त्यो वाक्य आजको शासकको लागि सबभन्दा ठुलो प्रश्न हो नि।